घरमा छोरीहरू हुनुहुन्छ भने हजुरहरूले एकदम विचार गर्नुपर्छ कि मोबाइलमा छोरीहरूले के हेरिरहनु भएको छ, छोरीको साथी सम्पर्क कहाँ कहाँ छ। किनभने त्यो कम उमेरका छोरीहरूको बुद्धि परिपक्व नभइरहेको हुन्छ। तसर्थ तपाईँले अहिले त सजिलो छ, प्यारेन्टिङ अथवा तपाईँको मोनिटर गर्ने एप्सहरू छन्। तपाईँको र छोरीहरूको मोबाइलमा एउटै एप्स होस् र ताकि छोरी कुन लोकेसनमा छिन्, कहिले छिन् भनेर तपाईँले थाहा पाउन सक्नुहुन्छ। छोरी घरबाट बाहिरिन साथ तपाईँले त्यो एप्सलाई मोनिटर गर्न थाल्नुहुन्छ। अझ आमा बुवा दुवैजना हुनुहुन्छ भने दुवैजनाको मोबाइलमा त्यो प्यारेन्ट्स कन्ट्रोल गर्ने एप्सहरू राख्नुहोस्। छोरी ठुली भई अब त पर्दैन भनेर होइन, ठुलै भए पनि हेर्नुहोस् त, शरीर पो ठुलो भयो त, बुद्धि विवेक त ठुलो भएको हुँदैन। समाजमा पापी निर्दयी अत्याचारीहरू अनेक छन्। त्यही भएर नै कति चेलीहरूले निर्दोषमा आफ्नो अस्तित्व मात्र होइन ज्यानै गुमाइरहेका छन्। कम्तीमा त्यो यस्तो एप्सहरूले कहिलेकाहीँ बचाउने पनि काम गर्छ, त्यसलाई राख्न सक्नुहुन्छ पहिलो कुरा। दोस्रो कुरा, तपाईँले उसले हेर्ने मोबाइलमा गएर छोरीको मोबाइललाई तपाईँको हातमा एक्सेस हुनुपर्छ। कुनै कन्ट्रोल गर्नलाई होइन, छोरीहरूलाई स्वतन्त्रता दिनुपर्छ, सम्मान गर्नुपर्छ। देवीहरू हुन्, तर उहाँहरूले कस्तो मान्छेहरूले मेसेज पठाइरहेको छ, कसले ब्ल्याकमेल गरिरहेको छ, कस्ता मेसेजहरू आइरहेका छन् भनेर तपाईँले हिस्ट्रीमा गएर अथवा तपाईँको ब्राउजरहरूको अथवा कुनै पनि एप्सको हिस्ट्रीमा गएर अथवा त्यस्तो ब्याकअपमा गएर तपाईँले हेर्नुपर्ने हुन्छ, ताकि कहाँ के भइरहेछ भनेर। किनभने अहिलेको समय छोरीहरू बिचरा घरमा भन्दा एप्समा अरू कुरामा बढी उनीहरू झुम्मिन्छन्। साथीहरू त्यस्तै हुन्छन् अनि त्यस्तै हुँदा हुँदा उनीहरूलाई प्रोभोक हुन्छ मायामा पर्ने, अथवा मेरो पनि कोही जीवन साथी होस् अथवा बोयफ्रेन्ड गर्लफ्रेन्ड होस् भन्ने हुन्छ। बिस्तारै उनीहरू त्यसैतिर आकर्षित हुँदै जान्छन्। अनि हुँदै हुँदै गएपछि आमा बुवा भन्दा त यो पो ठुलो कुरो त भनेर त्यतिखेर यो हामीलाई काम ऊर्जाले अन्धो बनाइदिन्छ विवेकलाई, र बिस्तारै उनीहरू दुईजना नजिक हुन्छन्। आज त हो नि, म त हो नि, तिम्रो त हो नि, मै त हो नि भन्दा भन्दै, एकान्तमा त हो नि, कसले देख्छ र आऊ न आऊ भन्दा भन्दै उनीहरू बीच जुन अपरिपक्व सम्बन्धहरू स्थापित हुन थाल्छ। त्यसपछि एउटा त्यो झुट कुरा लुकाउन आमा बासँग अनेक झुट बोल्नुपर्ने हुन्छ। यसो गर्दै गइसकेपछि अनेक तरिकाले, जसरी अहिले बलात्कार हत्याको घटनाहरू बढिरहेछ, ती क्रमहरू बढ्दै जान्छ। र यसको लागि छोराहरूको लागि पनि अत्यन्त आमा बुवाले ऊ सुत्ने बेलामा के हेर्छ, कसलाई मेसेज गर्छ, त्यो कुरा हामीले याद गर्नुपर्छ। र छोरीहरूलाई पनि अझ अपरिचित मानिसहरूलाई कुनै सहयोग दिन खोज्यो भने नलिने, र कुनै सम्बन्धको कुरा भयो भनेदेखि पनि कम्तीमा परिचय ठिक छ, तर त्योभन्दा बढी काम चाहिँ प्यारेन्ट्सहरूद्वारा गर्ने, प्यारेन्ट्सहरूको सहमतिमा गर्ने अथवा सल्लाह गर्ने, आमालाई एउटा साथी